लगेट अब आजभन्दा भोलिभन्दा भन्दा है कहिले भर्ती कहिले हाम्रो के अरे रिटर्न टेस्ट आउने, रिटर्न टेस्ट आए बादमा फेरि कहिले त्यसको रिटर्न टेस्टको रिजल्ट आउने, त्यसको बादमा फेरि रिटर्न टेस्ट आयो कहिले कुद्ने हो, कहिले कुद्ने डेट आउने त्यो पनि आयो, कुद्ने डेट पनि आइसक्यो होइन। अब मेडिकल कहिले हुने त्यो पनि भइसक्यो र त्यसमा अग्निवीर पहिलो भयो। अग्निवीरको प्रक्रियाहरू सबै रनिङ प्रक्रिया सबै सकियो र अहिले मेडिकल चलिरहेको छ र त्यो बिचमा फेरि हाम्रो एउटा ठुलो एउटा चुनौती थियो र ठुलो अपर्च्युनिटी पनि थियो। त्यो चाहिँ जुन हाम्रो टिएको भर्ती, प्राविधिक सेनाको भर्ती 27 तारिक हिजो थियो र त्यसमा अग्निवीरमा हाम्रो नानीहरूले जति पनि भाग लिने जति पनि नानीहरू थियो त्यसमा सबैले राम्रो खालको एउटा पर्फर्मेन्स हासिल गरेको छ। धेरै खुसी लागेको छ र जब अर्को अब टिएमा त झन् हामीले जुन सोचेको थियौँ सोचेको भन्दा अझै ज्यादा नानीहरूले एउटा एचिभ गर्यो। अहिले फिलहाल त जति पनि प्रेजेन्ट नानीहरू छ उनीहरूले मात्रै पार्टिसिपेट गरेको थियो घरको लागि गएर, तर हामीले 2 महिना 3 महिना 4 महिना 5 महिना ट्रेनिङ दिएको नानीहरू धेरै थियो। उनीहरूले पनि बाहिरबाट कसै एचएसको लागि गएको थियो, कसैले आफ्नै घरको परिस्थितिले गर्दा गयो, त्यो नानीहरू पास भएको छ टिएमा र आज मेडिकलको प्रक्रिया पनि सकियो हाम्रो। आज धेरै राम्रो भयो। अब यहाँदेखि त अब जग्गै छैन भन्दा पनि हुन्छ र म खुसी छु र जतिजना हाम्रो गार्जियनहरू हुनुहुन्छ उहाँहरूले हामीलाई आफ्नो नानीलाई ट्रेनिङ गर्ने मौका दिनुभयो र हामीले ट्रेनिङ गराउने मौका पायौँ। यो ठुलो एउटा हाम्रो भाग्य हो। हामीले एउटा जो चाहिँ नानीहरू ट्र्याक बिर्सिरहेको र त भौँतरिरहेको नानीहरूले जो चाहिँ लाउरे हुन्छु भनेर सपना बोकेको नानीहरू छ उनीहरूलाई हामीले सही दिशामा सही बाटोमा हिँडाउने एउटा कोसिस मात्रै गर्यौँ। हुनु त धेरै छ यसमा गर्नुपर्ने, तर समयले कति चिजहरू इजाजत दिँदैन। हामीले ट्रेनिङ मात्रै नगराएर लाउरे त भइहाल्ने कुरो हो, त्यसमा कम्प्युटर पनि गराउँथ्यौँ हामी र एजुकेसनको लागि जो चाहिँ रिटर्न टेस्टको लागि पढाउने कार्यक्रम पनि गर्छौँ। फिजिकल त भयो र यो सबै समग्रमा हेर्दाखेरि हामीले घर घर सम्पूर्ण परिवारले हामीले एउटा जुन सोच बनाएको थियौँ त्यो सोच हमेसा साकार भएरै गयो र जाँदो रहेछ भन्ने हामीलाई भान पनि भयो। हामी खुसी छौँ र अब हाम्रो यो प्रक्रियाहरू जुन यसपालिको जुन 2025 को चाहिँ हाम्रो ट्रेनिङ सेसनको जुन अब अन्तिम चरणमा हामी पुगेको छौँ र हाम्रो भनाइ के छ भन्दाखेरि जब त्यो नानीहरूको क्रमबद्ध तरिकाले एउटा ट्रेनिङ प्रोग्राम बनाएको छौँ। पहिला जब रिटर्न टेस्ट हुन्छ, रिटर्न टेस्ट बादमा रिटर्न टेस्ट गरेको भोलिपल्ट फेरि हामीले सकेको बादमा 4 दिन छुट्टी दिन्छौँ। 4 दिन छुट्टिएको बादमा फेरि हामीले उसले फेरि जोइन गर्छ। त्यसको बाद फेरि हामीले रनिङ जब पास गर्छ, रनिङ टेस्ट रनिङ जो अब पास गर्छ त्यो फेरि त्यति बेला हामीले त्यति बेला छुट्टी दिने समय त हुँदैन। फेरि पनि हामीले समय हेरेर उसलाई छुट्टी दिएको एउटा पारा भाका मिलाउँछौँ र अब रह्यो हाम्रो मेडिकल सकिएको पश्चात चाहिँ उनीहरूलाई हामीले 4 दिनको छुट्टी उसलाई हामीले अब रिल्याक्स पनि हुने, गाउँघरमा छरछिमेकी पनि भेट्ने, आमाबाउलाई पनि भेट्ने र पेन्डिङ डकुमेन्ट्सहरू पनि पुरा गर्नुपर्ने छ भनेर यो जुन हामीले एउटा प्रोग्राम बनाएको छौँ त्यो अनुसार हाम्रो कार्यक्रम सुरु हुनेछ र भोलिदेखि चाहिँ अग्निवीर र टिएमा जतिजना नानीहरूले भाग लिएर मेडिकल सबै पास भएको छ त्यो नानीहरूलाई भोलि हामी छुट्टी, भोलिदेखि हामी छुट्टी पठाउँदैछौँ र कतिजना नानीहरूको अब मेडिकल चलिरहेको छ उनीहरूले यहीँबाट सबै कुरो पुरा गरेको भए त उनीहरूलाई पनि त्यसरी छुट्टी पठाउनेछौँ। जतिजना नयाँ सेसनमा नानीहरू आउनेछन् उनीहरूको 2 तारिकदेखि फेरि आफ्नो ट्रेनिङ सेसन सुरु हुनेछ। उनीहरूको छुट्टी छैन र त्यसमा जति पनि टिएमा जति पनि नानीहरूले यो मेडिकल पास गरेको छ
उनीहरूको फेरि आउँदो यो डिसेम्बरको पहिलो विकदेखि इक्जामको लागि हामी पठन पाठनको कार्यक्रम हामी सुरु गर्नेछौँ। अब तयार बनाउनु पर्ने छ। अब र सम्पूर्ण स्टुडेन्टहरूलाई सबैलाई गार्जियन रिक्वेस्ट छ, अब हामी जति पनि नानीहरू मेडिकलमा पास भएको छौँ, हामी सबै मिलेर नानीहरू सबै एउटा घर परिसर मिलेर चाहिँ नानीहरूलाई अब यति बेला हामीले अन्डा चाहिँ जोगाउनु पर्छ भन्ने सोच राख्नुपर्छ। र जति पनि नानीहरू तिमीहरू पनि अब एकदमै हरेक कुरोमा सतर्क रहनुपर्छ। र अर्को कुरा तिमीहरूलाई आज अब आउने दिनमा म भन्ने छु र आज म यो कुरा तिमीहरू सबैलाई बताएको छु। अब जतिजना तिमीहरू यो अग्निवीरमा होस् चाहे टिएमा होस्, रिटर्न टेस्टको बादमा जब टिएको र जो अहिले मेरिटको लागि पर्खिरहेको जो अग्निवीर नानीहरू हुन्छ, उनीहरूलाई कसैले दाउमा लाउने कोसिस गर्छ। अब त्यस्तो मान्छेहरू दलालहरू निस्किएको हुन्छ। त्यो दलालहरूबाट तिमीहरू बाँचेको हुनुपर्छ। जस्तै अब प्रशान्त तामाङ भयो, ऊ पहिलो ग्रुप छ, यानि कि पहिलो फर्स्ट ग्रुपमा फर्स्ट नानी छ, यानि कि प्रथम भयो, ग्रुपमा फर्स्ट हो, रिटर्न टेस्ट राम्रो गरेको छ, हेभिङ पनि राम्रो गरेको छ। उसको नाम नआउने भन्ने त कुरा आउँछ? आउँदैन। कसैलाई ढोक्नुपर्छ? पर्दैन। बिन्ती गर्नुपर्छ? पर्दैन। त्यो लाइकको हामीले बनाएको छौँ नि त यहाँ। उसलाई त एकदम नम्बर 1 बनाएको हो नि त। हाम्रो जति पनि घरका लाउरेका नानीहरू छ, नम्बर 1 बनाउने कोसिस गरेको छौँ नि त हामीले। जति पनि सबै नानीहरूले नम्बर 1 बन्ने कोसिस गर्यो। त्यो नानीहरूमाथि चाहिँ अब दलालहरूले के गर्छ? दलाली गर्नु खोज्छ। तेरो आरएमबी नम्बर दिएन। मेरो रिक्वेस्ट छ तिमीहरूलाई, कसैलाई पनि प्लिज अब तिमीहरूले आरएमबी नम्बर कसैलाई पनि बताउनु छ। मेरो रिक्वेस्ट छ यो। आएर तिमीहरूको आमा बाउसँग दलाल गर्छ। तेरो छोराहरूको लागि म भनिदिन्छु, अलरेडी उनी त्यो नानी पास छ, तर त्यहाँ दलाली गर्छ। कसैको बाउले पनि त्यो त्यहाँ उसको मेरिटमा हात आउनु सक्दैन। र मेरो रिक्वेस्ट छ नानी हो, यो कुराबाट बाँचेको। म आउने दिनमा सोसियल मिडियामा पता गर्छु कुरामा, किनभने हामीले यत्रो दुःख गरेको छौँ नि त। हामीले मात्रै नभएर हाम्रो यहाँ मिरिक एकाडेमी भयो, जति पनि अरू सङ्घ संस्थाहरू जति पनि छ, जति पनि हाम्रो भुपु सैनिक बुढो पार्टीहरूलेदेखि जति पनि बुद्धिजीवीहरूले सबै नानीहरूको लागि कति चाहिँ मेहनत गरिदिएको भन्नु त। बिहान 4 बजी उठेर कसैले दाजुभाइले होला, कसैले होला, कसै छुट्टियाएको चाहिँ गुरुजी भाइहरू होला, उनीहरू लु भाइ बिहान कुद्नु हिँड भन्यो होला। र धेरै जग्गाको चाहिँ ट्रेनिङहरूको लागि खोलेको छ। उनीहरूले दुःख गरेको छ नि, हामीले पनि दुःख गरेको भन्ने कुरो होइन। त्यो नानीहरूलाई लाउरे बनाउनु लागि सबैले दुःख गरेको छ। चाहे तिम्रो घर परिवारले होस्, चाहे दाजुभाइले होस्, सबैले दुःख गरेको छ। र यो जुन उनीहरूले एउटा सोच बनाएको छ कि हाम्रो नानीहरू पनि एउटा लाउरे होस् भनेर नै सोच राखेको हुन्छ। र जति पनि हाम्रो शुभचिन्तक हुनुहुन्छ, जति पनि हाम्रो भुपु सैनिकहरूले नानीहरूको लागि दुःख गरिदिनु भयो, सबैलाई मेरो तर्फबाट आजको यो बेलुकाको जुन एउटा यो राम्रो सन्देश हो होइन, सन्ध्या हो। त यसै खुसियालीमा आज हाम्रो सबै नानीहरू पास भएको खुसीमा लिएर र सबैलाई म धन्यवाद दिन चाहन्छु। र जति पनि हाम्रो गुरुजीहरू स्टाफहरू हुनुहुन्छ, जति पनि सर मिस, तपाईँहरूको मेहनतले गर्दाखेरि आज यो नानीहरूले यो एउटा एचिभ गर्नु पायो। र अब अगाडि धेरै छ प्रोसिजरहरू, हामीले मेरिट गर्नुपर्छ, तर हामी यसमा सीमित रहनु हुँदैन। अब हामी लगेर मुन्ना भाइ दिएको अब म अग्निवीरमा मेरिट पछि होइन, यता टिएमा भाग लिँदै गर्नुपर्छ, यता एसएससीमा भाग लिँदै गर्नुपर्छ, बङ्गाल पुलिसमा भाग लिँदै गर्नुपर्छ, कलकत्ता पुलिसमा भाग लिँदैछ। जहाँ पहिला मेरिट आउँछ फेरि त्यहीँ जाने हाम्रो सोच यो छ। जसरी हुन्छ घरका लाउरेमा पहिला टेकेपछि चाहिँ तिमी कुनै हालतमा पनि लाउरे चाहिँ हुनुपर्छ। अब नेक्स्ट हाम्रो यस्तो छ प्रोग्राम, जब तिमीहरूको मेरिट आउँछ, मेरिट आएपछि अब हाम्रो बडाखाना छ डिसेम्बर 7 तारिक। डिसेम्बर 7 तारिक भित्रमा सबै नानीहरू हाम्रो यहाँ इन भइसक्नुपर्छ, जो चाहिँ शुभचिन्तक छ। र हाम्रो बडाखाना हुन्छ त्यो चाहिँ हामी घरका लाउरेले दिइकन चाहिँ नि प्रोभाइड गर्नेछौँ। र अब मेन बडाखाना भनेको चाहिँ फेरि गार्जेनहरूले जब मेरिट आउँछ, हामीले 10 करोडको छोरा त बनाइदिइहाल्यौँ। अब त्यो समय चाहिँ हामीले पर्खिनुपर्ने, इन्तजार गर्नुपर्ने छ। र हामी चाहिँ त्यति बेला फेरि खदा लाउने, आशीर्वाद दिने, 2 प्रोग्राम सिकाएर नाच्ने, गाउने, तिमीहरूसँग हाँस्ने, खेल्ने, डान्स गर्ने त्यो दिनहरू हामी इन्तजार गर्नेछौँ।
ओके स्याबास नानी हो। म लगायत मेरो मेम साहब जति पनि हाम्रो गुरुजीहरू हुनुहुन्छ सहर मिसको तर्फबाट तिमीलाई धेरै धेरै एक शुभकामना छ र धन्यवाद पनि छ, आशीर्वाद पनि छ। र जति पनि अहिले आसाम गएको नानीहरू छ, यसमा धेरै नानीहरू कोही आसाम गएको छ, कोही अहिले मेरिटको लागि घरमा बसिरहेको छ, मेडिकल पास भएँ म घरमै गएको छु, मेरो यस्तो छ भनेर सबैले भनेको छ। र आफ्नो तरिकाले उनीहरूले गरिरहेको छ। उनीहरूलाई पनि सेफमा रहनु पनि एकदमै भनेर भनेको छु मैले होइन। र बाँकी अरू कुरा भोलिको लागि फेरि मेडिकल जाँदा उनीहरूलाई पनि अग्रिम शुभकामना छ, आशीर्वाद पनि छ र भगवान्लाई हामी बिन्ती गर्दछौँ। ल ओके, धन्यवाद।